बक्सिङ गर अलि। भाइ बजारमा त नयाँ गुन्डाहरू छिरेछन् त रे। के रे कसरी छ नयाँ गुन्डा मेरो बजारमा? बक म त्यही आउँछु। यता बस्ने, यता आने, यता यता। सलाम। हे त्यो इलाका मेरो यहाँ कुनैको पनि राज चल्न सक्दैन। त्यो को त्यो आजको आज मलाई यहाँ लिएर आइज जा। हस् रेडी भाइ। जा बक्कै छिटो गएर तर आजको आज खोजेर ल्या जा जा। यो इलाकामा एउटा रेड्डी भन्ने डन आएको छ। त्यसले पहिले पनि आफ्नो शासन चलाएको छ। अब त्यसले हामीलाई नि मार्ने प्लान बनाउँदैछ दाइ। ल ठिक छ बाबु, त्यस्तो भए म त्यसलाई केही न केही इन्तजाम गर्छु। आज राति त्यसको काम फिनिस गरिदिनु पर्छ, हुन्छ? दादा हजुरलाई यहाँ गुन्डाहरूले मार्नको लागि प्लान बनाएर के रे मलाई मार्ने प्लान रे? ठिक छ बाबु, त्यसो भए ल त आज यहाँ पुगिहाल्यो त। बेगासी आइसिन पुग्छ यहाँ छिटो। दादा दादा के हो बक्कै त यहाँ त सब कुरा प्रष्ट भयो नि त। छिटो आइज। यहाँ आज राति मार्न प्लान बनाएर के गर्ने अब? त्यस्तो भए म सब कुरा आज गर्छु। तिनीहरूको आज गेम फिनिस हुन्छ, चिन्ता नगर बोके। तपाईँले गइहाल्छ भने जा। हुन्छ रेडी भाइ। After one day. दादा यो रेड्डीको आदमी हो। हे त्यो रेड्डी भन्ने कान्छ त्यसलाई आजको आजमा त्यसलाई मारिदिन्छु। त्यसलाई बोलाएर छिटो जा। त्यसको चम्चासित छड्डेन म आज जा। नाङ्गे तल भाइसँग के लडा छ? त सक्षम तल आएर देखा न यहाँ नाङ्गे। हे नाङ्गे तर भाउले भन्दिस् आइज तपाईँ बोलाएछ। दादा भएछु हामी, दादा नगर्नु, दादा भएछु हामी दादा। जहाँ नानी तल आज छाडिसकेको छु। आइन्जेबाट यो इलाकामा यो गरेर फाँसी काटिदिन्छु। दादा तेरा बा नाङ्गे भन्छुस्? यस्तो नाङ्गे मानेमा के भन्ने गयो? हजुरलाई भिडियो कस्तो लाग्यो? मनपर्छ भने 1 लाइक 1 सब्सक्राइबर और कमेन्ट पनि जरुर गरिदिनु होला गाइस। सब्सक्राइब पनि गरिदिनु।